को राष्ट्रिय स्वाधीनता संकटमा छ। वैदेशिक हस्तक्षेप बढ्दो छ। राजनीतिक अस्थिरता नेपालको विशेषता बनेको छ। भ्रष्टाचार दिनचर्या जस्तै भएको छ। कर आतंकले अर्थतन्त्र धराशायी हुँदैछ। व्यापार चौपट छ। उद्योग धन्दा बन्द हुँदैछ। महँगी र बेरोजगारी बढ्दो छ र हाम्रो शासन व्यवस्थाले जनता लाचार बन्दैछन्। नेता र नेताका आसेपासे मालामाल हुँदैछ। यो देशको वर्तमान दुरवस्थाको कारण पत्ता नलगाइकन हामी समाधानको कुरा गर्यो भने हामी असफल हुन्छौँ, किनकि रोगको पहिचान बिना उपचार सम्भव छैन। त्यसैले हामी भन्यौं कि यी तमाम समस्याहरूको जड भनेको अहिलेको संवैधानिक व्यवस्था हो। यी संविधान निर्माण गरिराख्दा चोर नेताहरूले यही संविधानमा विदेशीलाई नागरिकताको प्रावधान ल्याए। मैले त्यतिबेला भनेको थिएँ कि विदेशीलाई डाइरेक्ट नेपालको नागरिकता दियो भने हाम्रो राष्ट्रिय स्वाधीनता कहाँ जान्छ। दुनियामा कहीँ नभएको दुई देशको नागरिकताको प्रावधान नेपालमा ल्याइयो। आज अमेरिकनहरू नेपालको नागरिकता प्राप्त गरिरहेका छन्। नेपालका नेता र शासकहरूको सबभन्दा प्रिय सम्पत्ति र सन्तान आज साम्राज्यवादी देशमा थुपारिएको छ र नेपालको राजनीतिक कमान्ड अरूको हातमा छ। यी चीजमा सुधार गर्नलाई अहिलेको व्यवस्था चेन्ज नगरिकन, किनकि राष्ट्रिय स्वाधीनताको सम्बन्ध भनेको अहिलेको व्यवस्थासँग छ, अहिलेको संविधानसँग छ। संविधानमा ती चेन्ज नगरिकन राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छैन। वैदेशिक हस्तक्षेप हामी रोक्न सकिन्न भन्ने कुरा हामी पटक पटक भन्दै आएका छौँ। नेपालमा स्थिरता छ, राजनीतिक स्थिरता छैन। यसको कारण भनेको नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली हो। संविधान निर्माण गरिराख्दा हामी भनेका थियौँ अब यो व्यवस्थाले नेपालमा स्थिरता हुने छैन र नेपाल बर्बाद हुनेछ। अझ यदि कसैले लाग्छ कि नेपालमा स्थिरता चाहिन्छ भन्ने कुरा, तपाईले यो व्यवस्थामा आउनुपर्छ। व्यवस्था हो त्यसको जड, व्यवस्था हो त्यसको मुहान भन्ने कुरा ठिक ढङ्गले बुझ्न जरुरी छ। हामी भन्छौँ भ्रष्टाचार बढ्यो, भ्रष्टाचार बढ्यो, जहाँ सरकारी निकाय छ त्यहाँ घुस कमिसन भ्रष्टाचार छ। यसको जड पनि यही संविधान हो। दुनियाँमा कहीँ नभएको 761 सरकार छ। सरकारी संयन्त्रको कुनै कमी छैन। अन्योलग्रस्त परिभाषित अपरिभाषित क्षेत्राधिकार छ, जसको कारण मनपरी लुट छ। यति सरकार यति अनावश्यक कर आतंक जो अहिलेको सिस्टममा ल्यायो, जसको कारण हाम्रो अर्थतन्त्र धराशायी भयो। पटक पटक हामी भन्यौँ दुनियाँको देशहरूमा होल आम्दानीको 20% भन्दा बढी कर लिँदैन। नेपालमा झन्डै 33% कर सरकारले लिइरहेको छ। जीडीपीको झन्डै 30-35% कर लिदिएपछि हाम्रो अर्थतन्त्र के हुन्छ भने हामी आज भनेको होइन, संविधान निर्माण भइराख्दा पनि त्यति बेला भन्यो यो भ्रष्टाचारको ओडार, यो लुटको ओडार बनाइदैछ, त्यसलाई रोक्नुपर्छ। अब संविधानलाई अलग राखेर कयौँले भन्छ नेताहरू राजा बने, ती संविधानमै राजा बन्ने सिस्टम ल्याइयो, दलतन्त्र ल्याइयो। हामी लोकतन्त्रको लागि लडेका थियौँ, तर संविधान बनाइराख्दा त्यसलाई दलतन्त्र बनाइयो। अब यो कसैले नेताको शासन हटाउनु छ, नेता मालामाल हो, त्यसलाई पनि जनता जस्तै बनाउनु छ भने यो सिस्टममा चेन्ज गर्न जरुरी छ। दलतन्त्रको ओडार पनि यही सिस्टम हो, यही संविधान हो। त्यसैले म भन्न चाहन्छु जनताले, नेपाली जनताले जसले नेपालको प्रगति चाहन्छ, उहाँहरूले यो संविधानको विकल्प खोजेका थिए, सिस्टममा सुधार खोजेका थिए। जो गडबडी भइरहेछ, संविधानको जो अवस्था बिग्रियो, त्यसको सुधारको लागि व्यवस्था बदलावको कुरा अहिलेको आवश्यकता थियो। तर विडम्बना भन्नुपर्छ, आज व्यवस्था छोडेर, सिस्टम सुधारका कुरा छोडेर संविधान पुरानै राखेर केही सीमित सरकार बनाउने काम हो। जबकि नेपालमा सबैलाई थाहा छ 761 सरकार छ। कि त नयाँ जनादेश अनुसार सबै सरकार बन्नु पर्थ्यो, सबै सरकार विघटन गरेर नयाँ ढङ्गको जनादेशसहित बन्नु पर्थ्यो। एउटा सरकार मात्र टाउको यसो चेन्ज गरे जस्तो देखाइयो। त्यो भनेको धोखा हो, जनताको अपेक्षा विपरीत हो। जनताको अपेक्षा भनेको सिस्टम सुधार हो, अवस्थामा सुधार हो। हामी देश एउटा समृद्ध देश हुन चाहन्छौँ, सदाचार र सुशासनको एउटा नमुना बन्न चाहन्छौँ, बनाउन चाहन्छौँ भने व्यवस्थामा चेन्ज हुनु पर्थ्यो। आज दुःखका साथ भन्नुपर्छ संविधानसँग साट्ने काम हो। केही व्यक्तिहरूको लालसा पूरा गर्नलाई सरकारसँग साट्ने काम हो, जो आम जनता पार्टीले त्यति दिन जुन दिन यो संविधानसँग सरकार साट्ने काम भइरहेको थियो, अरू सरकार जोगाएर एउटा सरकार मात्र बदलिरहेको थियो। त्यति बेला हामी भन्यौँ, आम जनता पार्टीले भन्यो कि यो जनतासँग, आन्दोलनकारीसँग, जेएनजेसँग यो ठुलो घात भएको छ, यसले देशलाई उन्नति प्रगति गर्दैन भन्ने कुरा तपाईँहरू सामु म स्पष्ट गर्न चाहन्छु। त्यति मात्र होइन, यो आन्दोलन कसले गर्यो, कसरी भयो भन्ने कुरा पनि बुझ्न जरुरी छ। जुन बेला संविधान बनिरहेको थियो 601 मा अन्य जति पनि पार्टीहरू देशमा अहिले हेरिराख्नु भएको छ, तिनी कुनै न कुनै ढङ्गले संविधान निर्माणका एउटा पक्ष थियो।
प्रभु शाहले त्यति बेला भनेका थिए यो जनआन्दोलन र जनयुद्धप्रति घात भयो, देशलाई यसले बर्बाद गर्छ, यो धोखाको पुलिन्दा हो यो संविधान भनेर भनेका थिए। त्यति बेला मान्छेले मलाई मजाक बनायो। आज के भयो भने जवाब दिने कि नदिने? ती मजाक बनाउने नेताहरू ती पार्टीहरूलाई सोध्न चाहन्छु, प्रभु शाहले तिमीहरूले धोका दियो, देश अब बर्बाद र अन्धकारतिर जान्छ भनिराख्दा तिमीहरू मजाक बनाएका थियो, आज के भयो भनेर हामी सोध्न पनि चाहन्छौँ। लगातार लड्दै आयौँ। झन्डै 2 वर्ष अगाडि यही भिरकुटी मण्डपबाट दलतन्त्रको लुट र भ्रष्टाचार विरुद्ध तेस्रो जनआन्दोलन आवश्यक छ, यो व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिन्न भनेर हामी तेस्रो जनआन्दोलन उद्घोष गरेका थियौँ र लगातार 2 वर्षको जनआन्दोलनको विभिन्न ढङ्गका कार्यक्रमसहित आइराख्दा त्यसले जनतामा ल्याएको जनचेतना, जनतामा आएको आत्मविश्वास र सङ्घर्षको एउटा जगमा ती हाम्रो तेस्रो जनआन्दोलनको बलमा जेएनजेहरूले एउटा उठान गर्यो भ्रष्टाचार विरुद्धको अभियान। फर्स्ट दिन जेएनजे आन्दोलन गरिसकेपछि दोस्रो दिन त्यो हत्या, आबोध बच्चाहरूको हत्याको विरुद्धमा आम जनताकै एउटा जनविद्रोह हो। यो जेएनजे मात्र आन्दोलन भन्नुभयो भने त अन्याय हुन्छ। जेएनजेको आन्दोलन 23 गते हो। 24 गते हत्यारा सरकारको विरुद्ध आम गार्जियनहरू, आम जनता सबै रोडमा आएको कुरा स्मरण गराउन चाहन्छु। मेरो विचारमा केपी र देउवाको गठबन्धन जो थियो, ती 2टा गुट बाहेक जति पनि राजनीतिक दलहरू थिए तिनीहरूको कुनै न कुनै ढङ्गको सिम्फेटिक जेएनजे आन्दोलनप्रति थियो, आम जनविद्रोहमा सहभागिता थियो भन्ने कुरा स्वीकार्न जरुरी छ। त्यसरी व्यापक भएर यो आन्दोलनको परिभाषा गर्ने, ती आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा संकुचन भएर जेएनजेको नाम भजाउने, जेएनजेको नाममा एउटा सीमित क्लबहरूतिर लाने र विदेशीको पोल्टामा लगेर थुपारिदिने। आज यो सरकार यो सबै आन्दोलनको जस सब जस एम्बेसीले तय गर्ने स्थिति बनायो। यो दुःखद कुरा हो। आम नेपाली जनताले लडेको हो, बदलावको लागि लडेको हो, कसैलाई कुर्सी दिन लडेको थिएन। यो कुरा सबैले बुझ्न जरुरी छ र यो सबै नेपाली जनताको साझा स्वामित्व हो। तर त्यो स्वामित्वलाई हाइजेक गर्ने कुरा भयो। संदिग्ध ढङ्गले अँध्यारो कोठामा मन परी खेल खेल्ने जो खेलहरू भयो त्यो दोस्रो दुर्भाग्य हो। सबैलाई थाहा छ नेपाली जनताले केपी र कांग्रेस र एमालेको अपवित्र राजनीतिकलाई, स्वार्थको गठबन्धनलाई निषेध गरिदियो। यो सबै राजसत्ताको स्वरूपहरूलाई, त्यसको अस्तित्वहरूलाई अस्वीकार गरिदियो। अहिलेको सिस्टमलाई सिस्टम मानेनन्, न शासनलाई शासन माने, सरकारलाई निषेध गर्यो। तर विडम्बना के हो? जसलाई नेपाली जनताले तिरस्कार गर्यो त्यही प्रधानमन्त्री केपी ओलीले सिफारिस गर्छ सुशीला कार्कीजीलाई। विचार गर्न जरुरी छ। जसलाई जनताले तिरस्कार गर्छ उहाँकै सिफारिस र सहमतिमा राष्ट्रपतिले छाप लगाउँछ। यहाँ जेएनजेको नाममा भोटिङ हुन्छ, नक्कली जेएनजे आइडीबाट, जेएनजेको नाममा बनाएका नक्कली आइडीबाट भोटिङ हुन्छ र उहाँको नाम पारित हुन्छ। त्यति बेला म स्मरण गर्न चाहन्छु सुशीला कार्कीजी 24 गते आलोक झोलक देखा पर्नुभएको थियो। देखा पर्नुहुन्छ, 2 दिनपछि उहाँ मूल नायकको रूपमा आउनुहुन्छ। म यहाँ स्पष्ट गर्न चाहन्छु यो आम जनताको स्वामित्वमा होइन, ती तिरस्कृत शक्तिहरू, तिरस्कृत नेताहरूको प्रस्तावमा उहाँ बन्नुभयो। त्यहाँ दोस्रो धोखा भयो भन्ने म स्पष्ट गर्न चाहन्छु। पहिला त व्यवस्थासँग साट्ने खेल भयो, दोस्रो यो आन्दोलन आम जनताको आन्दोलनलाई सीमित केही मान्छेको आन्दोलन जस्तो ल्याउन बनाउन कोसिस भयो। त्यसपछि जो सङ्गठन के अरे जो सरकार निर्माण भयो त्यो पनि पुरानै नेताहरूको प्रस्ताव र सिफारिसमा भयो। त्यो तेस्रो घात हो भन्ने मलाई लाग्छ र हाम्रो पार्टीले भन्यो यो सरासर स्टेप बाई स्टेप धोखा भइरहेको छ, यसले नेपाली जनतालाई केही गरि सक्दैन भने हामी भनेका थियौँ। सरकार बनिसकेपछि त्यसका गतिविधि तपाईँ हेर्नुहोस्, त्यसका गतिविधिहरू पनि त्यस्तै अदृश्य र संदिग्ध देखिन्छ। म सोध्न चाहन्छु यो प्रधानमन्त्रीलाई तपाईँले मन्त्री कसको सिफारिसमा बनाइराख्नु भएको छ? यी मन्त्रीहरू जो अहिले तपाईँले नियुक्त गर्दै हुनुहुन्छ कसको सिफारिसमा हो? तपाईँ त आफै भनिराख्नु भएको छ कि म जेएनजेलाई चिन्दैन। को ओरिजिनल जेएनजे तपाईँ चिन्न सकिराख्नु भएको छैन भने यी नेताजीहरू जो मन्त्री बन्दैछ यी कसको सिफारिसमा बन्दैछ? तपाईँ होइन, न्यायाधीशको यही नेताहरू बनाएको थिएन हिजो? ती एमडी पनि यही नेताहरूले बनाएको होइन? सचिव पनि यही नेताहरूले बनाएको होइन? आज यही नेताको सिफारिसमा तपाईँको सरकार निर्माण भएको होइन? हो भने सीधा सीधा जनतालाई भन्नुहोस्, म जनताको माइन्डेडबाट होइन, उही पुरानो नेताको आशीर्वादमा हो। यदि होइन भने स्पष्ट गर्नुहोस् तपाईँ जेएनजे आन्दोलन र जनताको जनविद्रोहको बलमा तपाईँले बनेको हो भने त्यसलाई किन संस्थागत गर्नतिर जानु भएन? मैले हेरेँ, दुनियाँले बुझेको छ कि यो जेएनजेको जित भएको छ, नेपाली जनताको जित भएको छ, भ्रष्टाचारीको हार भएको छ, दलतन्त्र समाप्त भएका छन्, लुटेरा नेताहरू हारेका छन्। यो लडाइँमा जनताको जित भएको छ, सबैले जित हेर्छ। तर सुशीला कार्कीले शोक मनाउनुहुन्छ। दुनियाँमा कहीँ पनि जितमा शोक मनाएको हामी सुनेका छैनौँ, तर नेपालको सरकारले शोक मनाएको हामी हेर्छौँ। त्यहाँ हामीले दुःख लाग्छ, त्यहाँ हामीलाई दुःख लाग्छ। यत्रो बलिदान दियो जेएनजेहरूले,
ती बलिदानी बसको एक्सिडेन्ट होइन, यत्तिकै खेर गएको होइन, ती बलिदानीले एउटा ठुलो बदलाव आएको हो। कोही नेताले भन्छ देश बर्बाद भयो, हामी भन्छौँ देश एउटा परिवर्तनको बाटोमा फड्को मार्यो। 2 दिन दुनियाँलाई चकित पार्ने गरी एउटा जनविद्रोह भयो जो दुनियाँमा यसरी इतिहास कोड्या थिएन। तर सरकार कहाँ छ भन्ने सोध्न चाहन्छु। तपाईले यो बदलावलाई जित भन्नुहुन्छ कि एउटा दुर्घटना भन्नुहुन्छ? यदि तपाईँ हत्या भन्नुहुन्छ भने हत्यालाई किन कारबाही गर्नु भएन? यदि त्यो ठुलो बलिदानबाट जित भयो भने उत्सव किन मनाउनु भएन? तपाईले दशैंको बेला शोक भनेर बस्नुभयो, दशैं मनाउनु भएन, जनतालाई पनि शोक भनिराख्नु भयो। एकातिर तपाईले शोक भनिराख्दा दशैं भात किन खानुभयो? यो सरकार त भ्रष्टाचार विरुद्धको सरकार हो, यो सरकार भ्रष्टाचारको विरुद्ध बनेको सरकार हो। यो लिहाज तपाईँ प्रधानमन्त्रीसँग थियो भने शोकको बेला तपाईँ दशैं खर्च निकालिराख्दा 12 महिनाको साल दुनियाँले बुझाउँछ, तर तपाईले 13 महिनाको तलब खानु पनि भयो, खुवाउनु पनि भयो। 13 महिनाको पैसा लिनु भनेको भ्रष्टाचार हो कि होइन? म सुशीला कार्कीसँग सोध्न चाहन्छु, यो भ्रष्टाचार हो कि होइन? तपाईको घरमा कसैले 5 दिन काम गर्यो भने 10 दिनको ज्याला दिनुहुन्छ? तपाईँ 12 महिनालाई 13 महिना बनाई पैसा खानुभयो, त्यसलाई हामी के भन्ने? प्रधानमन्त्रीजी त्यो भ्रष्टाचार हो कि होइन? अलिकति पनि लाज लिहाज तपाईहरुसँग भएको भए दशैंमा यत्रो शोकको बेला मैले किन दशैं भात खाने, किन 11 तिर 12 को सट्टा 13 महिनाको तलब खाने, यो रोक्नु पर्थ्यो। तर रोक्ने काम अर्कै गर्नु हो। दुनियाँले बुझ्या छ कि भ्रष्टाचारीलाई यो सरकारले कारबाही गर्छ। अहिलेसम्म के कारबाही गर्नु हो? कुनै बेला तपाईले 5 दिनमा भ्रष्टाचारलाई नियन्त्रण गर्छु, भ्रष्टाचारीलाई ठिक पार्छु भनेको त 1 महिना भइसक्यो। 1 महिना भइसक्दा तपाईले भ्रष्टाचारीले के गर्नु हो? जनताको अपेक्षा थियो कम्तीमा गणतन्त्र आइसकेपछि जो नेताहरू उच्च पदस्थमा छ, राजकाज चलाएका छन्, जुन उच्च पदस्थ कर्मचारीहरू आफ्नो शासन सत्तामा योगदान गरेका छन्, तिनका सबै संस्थागत र व्यक्तिगत निर्णयहरू छानबिनको दायरामा आओस् भन्ने अपेक्षा थियो, जाँचबुझ होस् भन्ने अपेक्षा थियो। हामी फेरि पनि तपाईँलाई स्मरण गर्न चाहन्छौँ र जनताको तर्फबाट माग गर्न चाहन्छु, यो सरकार साँच्चै अलिकति पनि भ्रष्टाचारप्रति प्रतिबद्ध हो भने यी सबै उच्च पदस्थ व्यक्तिहरूको काम कारवाहीको छानबिन होस्, उच्च स्तरीय जाँचबुझ आयोग निर्माण गर्नुहोस् र यो निर्माण गरेपछि जो अर्को सरकार आउँछ तुरुन्त दिने गरी छोटो समयमा सबै काम कम्प्लिट गर्ने गरी जनतालाई आश्वस्त गर्नुहोस्। यो सरकार र देश अब भ्रष्टाचारको विरुद्धमा जान्छ भने वातावरण बनाउन जरुरी छ, तर त्यसरी देखिरहेको छैनौँ। हामी दुःख लाग्छ। हामी चाहेका थियौँ पारदर्शिता, सरकारको हरेक काम कारवाही पारदर्शित होस् भन्न चाहन्थ्यौँ। यो एउटा इतिहास रचेका थिए जेनजेहरूले, नेपाली जनताले त्यो इतिहासको सङ्ग्रह होस् भन्ने चाहन्छौँ। दुनियाँले देखोस्, आउने दिनमा हाम्रो पुस्ता दर पुस्ताले देखोस् अहिलेसम्म दुनियाँमा हामी बदलाव कुनै देशमा 10 दिनमा, कुनै देशमा 19 दिनमा, 15 दिनमा हुन्थ्यो, तर नेपालले दुनियाँको रेकर्ड 2 दिनमा ठुलो बदलाव गर्न सक्छ भन्ने एउटा इतिहास रच्यो। तर त्यो इतिहासको सङ्ग्रह गर्ने जिम्मा सरकारको थियो। सिंहदरबार जल्यो, न्यायालय जल्यो, संसद भवन जल्यो, त्यसमा कयौँ घुसपेट र अपराधिक कारोबार भएको सबैले भन्छन्। त्यो थियो भने त्यसको छानबिन हुनुपर्छ, पर्दैन। त्यसमा कयौँ केमिकलहरू प्रयोग गरेका छन्, अति प्रज्वलन वस्तु प्रयोग भएको छ, कयौँ संदिग्ध अपराधीहरूको संलग्नता छ भने ती प्रमाणहरूको सुरक्षित राखेर जाँचबुझ हुनुपर्थ्यो, पर्दैन। यो सरकारले जाँचबुझ आयोग नबन्दै, जाँचबुझ नगराउँदै ती सबै प्रमाणहरू नष्ट गरियो। सबै प्रमाणहरूलाई हटाउने र रगरोगन गर्ने काम हो। त्यो रगरोगन पछि तपाईँहरूको के छ नियत? के हो नियत? दुईटा कुरा तपाईँले गम्भीर ढङ्गले जवाब दिनैपर्छ। एउटा त इतिहासको सहेर्ना गर्नु पर्थ्यो, यो सिंहदरबार लगायतकामा आपराधिक जो एक्टिभिटी भएको छ त्यसको सत्य तथ्य छानबिन गर्नु पर्थ्यो। कसको हात हो, कसरी भयो, दुनियाँले इन्टरनेसनल न्युजहरूले लेखिरहेछ यो विषयहरू, यो सरकारले त्यसको जवाब दिन सक्नु पर्थ्यो। त्यसको दुधको दुध पानीको पानी बनाउनु पर्थ्यो, तर तपाईँले धुमिल बनाउने, त्यसलाई मेटाउने काम गर्नुभयो। त्यसको छानबिन नहुँदै त्यसलाई पोत्ने काम गर्नुभयो। त्यसको हामीले जवाब चाहिएको छ। यति मात्र होइन, इतिहास रचेका थिए, कयौँले गौरव गर्ने इतिहास तपाईँले मेटाइदिनु भयो। कयौँले पश्चातापको विषय होला, कयौँले गौरवको विषय थियो, तर त्यो पनि इतिहासको एउटा हाम्रो ठुलो सम्पत्ति थियो। त्यसलाई तपाईँले बिगाड्ने कामहरू गर्नुभयो। यो सरकार किन यसरी गरे? किन गरे भने प्रश्न गर्न चाहन्छु। किन यसरी भइरहेछ भने प्रश्न गर्न चाहन्छु। हामी चाहिरहेछौँ देशमा सुशासन होस्। यदि तपाईँले सुशासन चाहनुहुन्छ भने कानुनी शासन जरुरी पर्छ, पर्दैन। हिजो राजाको हुकुमी शासन हामी हटाएका हौँ, हुकुमी शासन हटाएर कानुनी शासनको लागि लडेका छौँ। आज यो सरकार हुकुमी शासन गर्दैछ, हुकुमी शासन गर्दैछ। म फेरि भन्न चाहन्छु, यो हुकुमी शासनको लागि हामी लडेका थिएनौँ। अझ उन्नत लोकतन्त्र, अझ जवाबदेही सरकारको लागि हामी लडेका थियौँ। तपाईँहरूलाई म फेरि भन्न चाहन्छु, बजेट बनिराख्दा प्रभु शाह यो बजेटको विरोधमा थियो, किनकि नेताहरूको आसेपासे आफ्नो हात जगन्नाथ गरिरहेका थिए। प्रधानमन्त्री र मन्त्रीहरू
आफ्नो क्षेत्र र वरिपरि बजेट खन्याइरहेका थिए। दुनियाँले भनिरहेको थियो कि यो नेताहरू मनमानी गरिरहेछ, आम देश बिर्सेका छन्, आफ्नो क्षेत्र मात्र सम्झेका छन्, यसरी बजेट बनिरहेको थियो। तर यो बजेट कानुन बन्दै प्रतिनिधि सभा राष्ट्रिय सभा भएर एउटा कानुनको हैसियतमा बजेट पारित भएको थियो। कुनै पनि देशमा बजेट बनाउँदा कानुन बमोजिम बजेट बन्छ, कर लगाउँदा पनि कानुन बमोजिम कर लगाउँछ, कुनै योजना छनौट पनि कानुन बमोजिम हुन्छ। पहिलाको सरकार मनमानी गर्दा पनि कानुन बमोजिम गर्थ्यो। तर यो सरकार आएपछि के गर्यो? नेताको बेइमानी सच्याउनु पर्थ्यो, नेताको कुकर्म सच्याउनु पर्थ्यो, प्रधानमन्त्रीले गरेको अपराध सच्याउनु पर्थ्यो। तर उहाँहरूले 3 करोडभन्दा तलका योजनाहरू काट्नु भएको छ। ती सबै वार्डका गाउँका योजनाहरू जो कमजोरहरूको लागि 1-8 करोड दिने र ठुलो नेताहरू अरबको अरब राख्ने, अरबको अरब हटाउनुको सट्टा गाउँका सामान्य योजनाहरू काटेर जो एउटा हुकुमी शासन देखाइराख्नु भएको छ। म प्रधानमन्त्रीले भन्न चाहन्छु कि कानुन बमोजिम तपाईँ शासन गर्ने होइन। कानुन बमोजिम शासन गर्ने हो भने कर लगाउने कुरा, बजेट बनाउने कुरा, योजना छनौट गर्ने कुरा, खर्च गर्ने कुरा के तपाईँको हुकुमबाट चल्छ? कानुन बनाएर गर्नुहुन्न। यदि गर्नुहुन्न त्यस्तो कुशासन हामीले चाहिएको छैन, हामीले चाहिएको सुशासन हो। तपाईँको यो संदिग्ध गतिविधिले हामीले झस्काइरहेको छ प्रधानमन्त्रीज्यू। हामी लडिराख्दा, तपाईँको प्रधानमन्त्री भइराख्दा मैले शुभकामना दिएको थिएँ कि देशमा बदलावको यात्रा जानुहोस्, हाम्रो अपेक्षाहरू पुरा गर्नुहोस् भनेका थियौँ। तर त आज त्यो सबै किल भइरहेको छ। यति मात्र होइन, तपाईँले करारको कर्मचारीले रोडमा ल्याउनु, कयौँ मान्छेहरूले ताली बजाए। केही बुझ्नु भएको छ ताली बजाउनेहरूले? योभन्दा अगाडिको चोर सरकार, चोर नेताहरूले के गरे? श्रेणीविहीन तल तहका मान्छेहरूलाई दरबन्दीबाट आउट गरिदियो। लोकसेवामा नासुभन्दा मात्र माथिको भ्याकेन्सी खुल्छ, ड्राइभरहरू मनमानी राख्ने सिस्टम सुरु गरे, पिउनहरू करारमा झुन्ड्याउने कामहरू गर्यो, गरिबहरूलाई थाई जागिरबाट आउट गरिदियो। सबै थाई जागिर माथिको मात्र गर्ने, करारहरू गरिबहरूले गर्ने बन्दिए। हिजो त्यसको विरुद्ध आवाज उठिरहेका थिए, मैले लडिरहेको थिएँ। यो श्रेणीविहीन कर्मचारीले न्याय पाउनुपर्छ, गरिबलाई पेन्सन चाहिएको छ, गरिबलाई पनि वृद्धि विकास चाहिएको छ। तल तहमा काम गर्ने कि त भन्नु पर्यो सुशीला कार्कीले अब म ड्राइभर राख्दिनँ, भन्नु पर्यो सुशीला कार्कीले मेरो भान्सामा कोही पनि काम गर्दैन, भन्नु पर्यो सुशीला कार्कीले मेरो टोयलेट कोही सफा गर्दैन। गर्छ भने दरबन्दी, खै तिमीले किन दरबन्दी सृष्टि गरेनौ? दरबन्दी सृष्टि गर्नु पर्थ्यो त गरिबको लागि, ती तल श्रेणीविहीनको लागि तिमीले दरबन्दी सृष्टि गर्नु पर्थ्यो। तर तिमीले के गर्यो? त्यो लुटेर सरकारभन्दा अझ माथि थपेर तिमी के गर्यो? करारको कर्मचारी हटाओ भन्यो। अब कहाँ जान्छ त्यति भन्ने प्रश्न सोध्न चाहन्छु। घुस कसले खान्छ? थाईले खान्छ कि करारले खान्छ? कुनै पनि एडामा जानुहोस्, करार कर्मचारी तल्लो लेभलको मान्छेले घुस खान्छ कि माथिल्लो पदवाला थाई कर्मचारीले खान्छ? यो सुशीला कार्कीले जवाब दिनुहोस् मलाई। दुनियाँले बुझिया छ कि माथिल्लो ओहदाका मान्छेहरू, थाई कर्मचारीहरूले काम कम गर्ने, करार मान्छेहरू काम बढी गर्ने। झन् तपाईँको अर्को मन्त्रीले भन्छ शिक्षकमा लागू हुँदैन, बच्चाको जीवनसँग खेल्ने, बच्चाको पढाउने मान्छे योग्य हुनुपर्छ, बच्चाको जीवनसँग जोडिएको मान्छे योग्य हुनुपर्छ भन्ने मान्छेमा करार पनि चल्छ रे। अनि नेताजीको गाडी चलाउने मान्छे जो नेताजीको जीवनसँग जोडिया छ, नेताजीसँग जोडिएको विषय खराब ड्राइभर राख्छ? कोही पनि मेयरले वा कोही पनि मन्त्रीले आफ्नो ड्राइभर के खराबलाई राख्छ? बच्चाको भविष्य बिगाड्ने करार पनि चल्छ तपाईँहरूको लागि। तर शासकहरूको जीवनसँग जोडिएको खारिज गरिदिनुपर्छ। यसरी अन्यलग्रस्त बनाउने, गरिब मारा काम गर्ने, तल्लो तहको मान्छेलाई दूषित पाराउने म भन्न चाहन्छु। यदि थोरै पनि नैतिकता छ भने तपाईँले त्यस्ता पक्षका जो पदहरूमा राख्नुभएछ त्यसलाई हटाउनुहोस्, अनि अरूलाई उपदेश दिनुहोस्। अलिकति जनताप्रति जवाबदेही भएको भए तपाईँ त दरबन्दी सृष्टि गर्नु पर्थ्यो, त्यसलाई थाहै बनाउनु पर्थ्यो। पेन्सन हुनेलाई चाहिएको छैन, नहुनेलाई पेन्सन चाहिन्छ। जीवन बिताउन यही काठमाडौँमा तपाईँ बसिराख्नु भएको छ भने जसको घर छ उसले किन घर भाडा चाहियो? जसको आफ्नै आम्दानीले पुग्छ उसले किन पेन्सन चाहियो? यो सरकार यतातिर जानुको सट्टा गरिबलाई रुवाउने जो काम गर्यो हामीले स्वीकार छैन। हामी भनेका छौँ यो करार कर्मचारीको खारिज तिमी गरेका छौ, तुरन्त फिर्ता ल्याऊ। यदि लिएन भने आम जनता पार्टीले देशभरिको करार कर्मचारीले काठमाडौँ उतार्नेछ र तिम्रो सबै हिसाब किताब हामी लिनेछौँ। तिमी मनमानी जो गरिरहेको छौ यसरी चल्ने छैन। हामी हेर्छौँ यो प्रधानमन्त्री सुशीला कार्की यो कुलमान घिसिङ आफ्नो कोठाको बिजुलीको जो बत्ती छ, एसीको जो पैसा छ सरकारको पैसाबाट तिरिराख्नु भएको छ। मन्त्रीज्यू तपाईँ आफू एसीको पैसा जनताको पैसाबाट तिरिराख्दा जनताको टुकीको पैसा सरकारको पैसाबाट दिनलाई किन रोक्नुभयो? बिजुलीको भुक्तानी, जनताको बिजुलीको भुक्तानी कुनै निकाले नगरोस् भनेर रोक्नुहुन्छ तपाईँ। के हैसियत, कुन नैतिकताले रोक्नुभयो? तपाईँको बिजुलीको पैसा सरकारले तिर्दिनु पर्ने, तर एउटा गरिबको टुकीको पैसा, एउटा बिजुली सामान्य बौलको पैसा हामीले तिर्न नहुने, एउटा किसानले
जो मोटर चलाउँछ त्यो मोटरको पैसा हामी तिर्दिनु नहुने, सरकारले तिर्यो भने अपराध हुने, के हो तपाईँको दृष्टिकोण भन्न जान्न चाहन्छु। तपाईँको दृष्टिकोण के हो? आफ्नो एससीको पहिला पैसा आफै तिर्नुहोस्, आफ्नो बाउलको पैसा आफै तिर्नुहोस्, तपाईँ पनि सुतेको पैसा तपाईँ आफै तिर्नुहोस्, अनि मात्र जनताको कुरा गर्नुहोस्। एउटा गरिबले आफ्नो खेती किसानी गर्छ, सिँचाइ छैन, उसले कृषि मिटर राख्छ, त्यसमा छुट कसैले दिन्छ भने त्यसलाई रोक्ने, कसैलाई रोक्न खोज्नु भएछ तपाईँले? गरिबले रुवाउने तपाईँको हरकत हामीले स्वीकार्य छैन। यसरी बिजुली बत्तीको पैसा रोक्ने काम हामीले स्वीकार्य छैन। म फेरि भन्न चाहन्छु, तपाईँले जो गरिराख्नु भएछ सुकुम्बासी, यही संविधानको शपथ लिएर सुशीला कार्कीजी आउनु भएको छैन? यही संविधानमा भनेको छ कि नेपालमा कोही पनि जनता भूमिहीन हुने छैन, घरबार विहीन हुने छैन। सुकुम्बासीलाई जग्गा देऊ, भूमिहीनलाई जग्गा देऊ भन्ने संविधानले भनेको प्रावधान हो। तपाईँले यो संविधानलाई अपमान गर्ने? भूमि आयोग खारेज मैले पनि भनेको थिएँ, केपी ओलीले गलत मान्छेलाई, झोले मान्छेलाई, भूमाफियालाई जग्गा दिने गरी राखेको छ, त्यो हट्नुपर्छ। हामी चाहन्छौँ त्यो व्यक्तिका नियुक्ति हटाउनुहोस्, तर तपाईँले त खारेजै गरिदिनु भयो। अलिकति केपी ओलीका सरकारले त बोर्ड टाँगेर मान्छेलाई झुट साँच आश देखाइरहेको थियो, तर तपाईँले त पुरै हटाइदिनु भयो, खारेज गरिदिनु भयो। यसरी सुकुम्बासी हामी हिजोदेखि हेरिरहेछौँ काठमाडौँमा। तपाईँले कहिले सुकुम्बासी हटाउनुहुन्छ, कहिले काहीँ क्षुद्र व्यवसाय हटाउनुहुन्छ, कबाडमाथि तपाईँको नजर छ, गरिबमाथि नजर छ। आज प्रधानमन्त्री भएर त्यो कुकरमा हामीले स्वीकार छैन। काठमाडौँमा त तपाईँलाई सफल हुन दिन्न भने अब देशमा तपाईँले काठमाडौँ जस्तै जो गर्न खोज्नु भएछ, आम जनता पार्टीले स्वीकार छैन। सुशीलाजी तपाईँ हिसाब गर्नु होला। यो सरकार बनेदेखि पछि हामीले लागेको थियो कि राष्ट्रियता बलियो हुन्छ। आज राष्ट्रियताको इज्जत तार तार भएको छ। जनताले बालुवाटारमा एक्सेस पाउँदैन, दिनमा पनि पाउँदैन, तर कूटनीतिक नियोग राति राति गाडी आएको भिडियो हामी हेर्छौँ। के हो सत्यता म जान्न चाहन्छु। तपाईँ मिडिया साथीहरू मार्फत प्रधानमन्त्रीले सोध्न चाहन्छु, तपाईँको बालुवाटारमा 12 बजे 1 बजे कूटनीतिक नियोगको गाडी आएको हामी हेरेका छौँ। वास्तविकता के हो दुनियाँलाई बताउनुहोस्। तपाईँको कूटनीतिक संहिता के हो? यो सरकारले कूटनीतिक संहिता कहाँ काम गरिरहेछ? जनताले एक्सेस नपाउने, जेनजेले एक्सेस नपाउने, तर कूटनीतिक नियोगहरू राति राति तपाईँ छिरिराख्ने, यस्तो प्रचार भइराख्दा तपाईँ मुख बन्द गरेर बस्ने हामीले स्वीकार्य छैन। देशलाई बन्दगी बनाउने काम हामीले स्वीकार्य छैन। दुनियाँले भन्छ तपाईँ विदेशी डलरबाट बनेका एनजिओहरूले देश चलाइरहेको छ, यसो जवाब दिनुहोस्। के हो भने हामी दुनियाँ जान्न चाहन्छौँ, कस्तो सरकार चलिरहेको छ हामी जान्न चाहन्छौँ। र म फेरि भने अहिले यो सरकार एउटै माइन्डेडका साथ बनेको छ, त्यो हो चुनाव। यो सरकार चुनाव गराउँछ कि गराउँदैन भन्ने एउटा न्युल छ दुनियाँमा। म सोध्न चाहन्छु, यो सरकारले चुनाव गराउँछ कि गराउँदैन दुनियाँलाई भन्नु। चुनाव गराउनलाई भयरहित वातावरण हुनुपर्छ। आज काठमाडौँ जस्तो सिटीमा आफ्नो सुरक्षाको लागि मान्छेले गस्ती गरिरहेछ, समूहगत गस्ती गरिरहेछ, पहरेदारी गरिरहेका छन्। जनता कोही आश्वस्त छैन। यो सरकारले जनतालाई सुरक्षाको दिशामा आश्वस्त गर्नुपर्छ कि पर्दैन? पुलिसहरूको मनोबल खस्केका छन्, त्यसको मनोबल उठाउनुपर्छ कि पर्दैन? जति पनि हात हतियार लुटिएका छन् ती हात हतियार सरकारी ढुकुटीमा आउनुपर्छ कि पर्दैन? जति पनि कैदी बन्दीहरू फरार भएका छन् त्यो आउनुपर्छ कि पर्दैन? यदि आउनुपर्छ भने म सोध्न चाहन्छु सरकारलाई कि हाम्रो हात हतियार कति लुट्यो? गृहमन्त्रीज्यू, हाम्रो प्रहरीको हात हतियार कति लुट्यो? एउटा पत्रकार सम्मेलन गरेर यसरी बताउनु दुनियाँलाई। हामी आश्वस्त हुन चाहन्छौँ। हाम्रो प्रहरीको मनोबल खस्केको छ, तपाईँले के उठाउन कोसिस गर्नुभयो हामी सुन्न चाहन्छौँ। नेपाली जनता आश्वस्त भइरहेको छैन। तपाईँले आश्वस्त बनाउने, ढुक बनाउने, सुरक्षाको दिशामा के गरिराख्नु भएको छ दुनियाँलाई बताउनुहोस्। कति बन्दी कैदीहरूलाई ल्याउनु भयो, के ल्याउने पहल गरिराख्नु भएको छ, कति फरार भयो दुनियाँलाई भन्नुहोस्। एक एक बात दुनियाँ जान्न चाहन्छ, आश्वस्त हुन चाहन्छ। चुनावको लागि भयरहित वातावरण जरुरी छ। प्रधानमन्त्रीज्यू तपाईँ त्यतातिर काम गरिराख्नु भएको छैन, स्टन्ट गरिराख्नु भएको छ। म अर्को नेतालाई भन्न चाहन्छु, संसद पुनः स्थापना भन्छ। देश चुनावमा गइसक्यो, चुनाव भन्दा दायाँ बायाँ गर्ने अधिकार छैन। आज यही देउवा र ओलीको अनैतिकताले देशको यो दुर्दशा हो, उनीहरूको आफै दुर्दशा हो। उनीहरूले चुनावको बेला अलग अलग भोट मागेका थिए। एमाले काङ्ग्रेसको विरुद्धमा भोट मागेका थिए, काङ्ग्रेसले एमालेको विरुद्धमा भोट मागेका थिए। तर सरकार बनाउँदा जनताको जनादेश विपरीत अपवित्र ढङ्गले गठबन्धन गरे। शाकाहारी होटलको बोर्ड टाँगेर मास बेचिने काम भयो, जसको कारण जनता रिसाएको कुरा फेरि केपीले बिर्सिरहेको हामी हेर्छौँ। केपीजी तपाईँले होइन यो सरकारको सिफारिस गरेको? म राष्ट्रपतिले भन्न चाहन्छु, यो पत्रमा बाहिर गर्नुहोस्। यदि राष्ट्रपतिले पत्रमा लेखेको प्रधानमन्त्रीको सिफारिस र सहमतिको कुरा साँचो हो भने त्यो पत्र बाहिर गर्नुहोस्, नत्र तपाईँ माफी माग्नुहोस्। तपाईँले यसरी खेल गरेर जनतालाई गुमराह बनाउने। प्रधानमन्त्रीले सिफारिस गरेको छ, सहमति गरेको छ भनेर राष्ट्रपतिले भन्छ, संविधान जोगाएका छौँ, सरकार मात्र घुमेको छ, सबैको सहमतिमा बनेको छ भने राष्ट्रपति भन्नुहुन्छ। अर्को नेता आएर सभामुख टाउको उठाउनुहुन्छ। ती सभामुख थिएन र राष्ट्रपति कार्यालयमा?
यदि सभामुख राष्ट्रपति कार्यालयमा थियो, प्रधानमन्त्रीको लिखित सहमति थियो भने किन आज केपी ओली र केपी ओलीको पार्टीले संसद पुनर्स्थापनाको कुरा गर्छ? यो अनैतिक पोलिटिक्स होइन, यो जनतालाई मूर्ख बनाउने पोलिटिक्स होइन, देशको राजनीतिक भविष्यलाई गिजोल्ने पोलिटिक्स होइन। यस्तो पोलिटिक्स हामीले कदापि स्वीकारे छैन। केपी ओलीजी फेरि ध्यान राख्नु होला। तपाईले लागेको छ कि म यो सरकार अक्षम भइसक्यो, म नाङ्गै हिँड्छु, हिजो नाङ्गै त हिँड्नु भएन, 2/3 हुँदा फेरि नाङ्गै हिँड्ने त दुस्साहस गर्नुहुन्छ भने हामीले स्वीकारे छैन। अब देश चुनावमा जानुपर्छ, चुनावमा भयरहित वातावरण सरकारले बनाउनुपर्छ। यो स्टन्ट होइन। मैले हेरिरहेको छु यता सुशीला कार्की पनि तब यो सरकार बनेको दुईटा पक्षले हो। जेएनजेको नाममा बालनजीले सिफारिस गरेको सुनेका थियौँ, यता केपीजीको लिखित प्रस्ताव आएको भने सुनेका छौँ। दुईटै बाहिर हेर्दा दुईटै नाटक गरे जस्तो, सुशीलामा त दुईटै एक ठाउँमा छ, चुनाव भाड्न दुईटै एक ठाउँमा छ। एउटा सरकारमा बसेर चुनाव भाँडिरहेछ, अर्को चुनाव सरकारभन्दा बाहिर। हामीलाई चुनाव चाहिएको छ, शान्तिपूर्ण निकास चाहिएको छ। यसको लागि नेपाली जनता अब चुप लाग्दैन। तपाईँको तमासा हेरेर हामी बस्दैनौँ। देशलाई एउटा ट्र्याक दिनुहोस्, एउटा लोकतान्त्रिक ट्र्याक दिनुहोस्। हामी चाहेका थियौँ जनताको जनविद्रोहलाई सम्बोधन गरोस्, अन्तरिम संविधान सहित नयाँ सरकार बनोस् हामी चाहेका थियौँ। अन्तरिम सरकार, अन्तरिम संविधान एउटा रोड म्याप हुन्थ्यो, तर यी नेताहरू गुमराह बनाए, त्यसलाई धुमिल बनाए र हाइजेक गरिदियो विदेशी शक्ति केन्द्र, जो हामी दुःख प्रकट गऱ्यौँ। र अब फेरि यसरी नहोस् भन्न चाहन्छौँ। त्यसर्थले पनि आम जनता पार्टीले भनेको छ, चुनावको लागि सम्पूर्ण हिसाबले हामी साथ दिने, चुनावको लागि जनतासहित रोडमा आउनुपर्छ भने आउने। यस्ता कुनै पनि षड्यन्त्र हामीले स्वीकार छैन। संसद पुनर्स्थापनाको कुरा जनताले उही जमानामा खारिज गरिसकेको विषय फेरि बिउत्याउने र गिजोल्ने काम हामीले स्वीकारे छैन। यसमा जहाँबाट भए पनि हामी खबरदारी गर्छौँ भन्ने कुरा तपाईँहरू समक्ष राख्न चाहन्छु। जस्तो मेसिन हुन्छ, उद्योग जस्तो हुन्छ, प्रडक्ट त्यस्तै हुन्छ। आज देशको जो बेहाल हुनुको पछाडि व्यवस्था खराब हुनु हो। व्यवस्था र अवस्थालाई अलग गरेर तपाईँ कुरा गर्नु भने ठुलो धोका हुन्छ। त्यसर्थले पनि म भन्न चाहन्छु, यो आम नेपाली जनता यति बेला, किनकि यति बेला सङ्क्रमणको समय हो, तरल समय छ। यो धुमिल पानीमा स्वार्थीले आफ्नो फाइदा लिन सक्छ भन्ने कुरामा हेका राख्दै विदेशी शक्ति केन्द्रले टाउको उठाइरहेको छ। नेपालको अस्तित्व सङ्कटमा पर्ने भइसकेपछि तपाईँ हामी यसमा नजर लगाउनुपर्छ र कस्तो नेता हुनुपर्छ। अहिले बहस चलिरहेछ, देशको नेतृत्व कसले गर्ने, देशको नेतृत्व कसले गर्ने एउटा बहस छ। म सबै नेपाली जनतालाई एकचोटि निर्मम भएर सोच्न भन्न म आग्रह गर्न चाहन्छु। तपाईँको घरमा एउटा गाडी छ भने कस्तो ड्राइभर छान्नुहुन्छ, कस्तो ड्राइभर छान्नुहुन्छ, कुशल ड्राइभर, इमान्दार ड्राइभर छान्नुहुन्छ। कुनै पनि अनाडी ड्राइभर राख्नुहुन्न, बेइमान ड्राइभर राख्नुहुन्न। आज नेपालमा कस्तो नेता चाहिन्छ? एउटा नेता भनेको बुढा छन्, त्यसले असफल हुँदै आएको छ, बेइमान छन्। अर्को ड्राइभर, अर्को नेता भनेको नयाँ अनाडी छन्। हामीलाई चाहिएको इमान्दार र कुशल हो, पुरानो भित्रको नयाँ हो आम जनता पार्टी। त्यसलाई सही ढङ्गले बुझ्न जरुरी छ र हामी नेपाली जनताको सच्चा पहिरेदारी गर्ने, सच्चा नेतृत्व गर्ने, जसले रगतै रगत बगाएको छ सडकमा, जहिले पनि जनताको लागि, देशको लागि लड्दै आएको छ, त्यतातिर तपाईँ हाम्रो सबैको ध्यान जान जरुरी छ। अनि मात्र हामी देश निर्माण गर्न सक्छौँ भन्ने विशेष आग्रह गर्न चाहन्छु। र यो पत्रकार सम्मेलनमा फेरि अन्तमा भने, यो सरकार जुन माइन्डेडका साथ बनेको छ त्यतातिर कुनै बड सट हामी सुन्न चाहन्नौँ। त्यतातिर अगाडि बढ्नुहोस्, देशलाई चुनावमा लानुहोस्, चुनावको वातावरण बनाउनुहोस्। कुनै पनि अतिवाद हामीले स्वीकार छैन। देशले एउटा लोकतान्त्रिक बाटो समातोस्, एउटा निकास देओस् भन्ने म अपेक्षासहित आउने तिहार छठको हार्दिक शुभकामना व्यक्त गर्दै म आफ्नो कुरा रोक्छु। धन्यवाद।